अध्याय 5 अधुरा अन्त ओपन एन्ड्स। ल्याबमा फर्किएपछि वीरभद्र र ओम शास्त्री फेरि एकअर्कासँग बस्न बाध्य भए। वीरभद्रका मनमा धेरै प्रश्नहरू घुमिरहेका थिए, तर उनी ओमसँग खुल्न सकेनन्। सानो गल्तीले पनि आफूलाई जागिरबाट निकालिन सक्ने डर उनलाई थियो। त्यसैले जिज्ञासा हुँदाहुँदै पनि उनले आफूलाई नियन्त्रण गरे। ओम शास्त्री भने वीरभद्रलाई भित्र पसेदेखि नै ध्यान दिएर हेरिरहेका थिए। तिमी ठिक छौ? उनले चिन्तित हुँदै सोधे। हो, किन? वीरभद्रले आफ्नो जिज्ञासा दबाउँदै जवाफ दिए। तिमी तनावग्रस्त देखिन्छौ, ओमले भने। वीरभद्र दोधारमा परे, आफ्नो मनको कुरा खोल्ने कि नखोल्ने। केही क्षण उनी चुपचाप बसे, सोच्दै, तर जान्ने चाहना अरू सबैभन्दा बलियो भयो। अन्ततः उनले सोधे, तपाईँ एउटा बन्द कोठामा बसिरहनु भएको छ, त्यसो हुँदाहुँदै तपाईँले कसरी थाहा पाउनुभयो कि पानी पर्छ भनेर, त्यो पनि मौसम बन्नुभन्दा घन्टौँ अगाडि? तपाईँले हावाको गति अनुमान गर्नुभयो, भिजेको माटोको गन्ध महसुस गर्नुभयो, तापक्रम परिवर्तन थाहा पाउनुभयो। कोठाभित्र त हावा पनि थिएन। तपाईँका इन्द्रियहरू यति शक्तिशाली कसरी? यो कसरी सम्भव भयो? वीरभद्र अचम्ममा वरिपरि हेर्दै थिए। ओम शास्त्री हल्का मुस्कुराए। साँचो कुरा त के हो भने म अहिले भारतको दक्षिणी तटभन्दा बाहिर रहेको एउटा टापुमा बसेको छु भन्ने पनि थाहा छ। यी सबै कुरा म मेरा इन्द्रियहरूको सहायताले बुझ्छु, उनले सामान्य कुरा जस्तो गरी भने। वीरभद्र स्तब्ध भए। यो सम्भवै छैन। तपाईँलाई यहाँ ल्याउँदा तपाईँ बेहोस हुनुहुन्थ्यो र आँखा बाँधिएको थियो। तर पनि मलाई सबै थाहा छ, ओमले काँध उचाल्दै भने। यो अनुभव र अभ्यासको कुरा हो। तिमी पनि गर्न सक्छौ, जो कोहीले पनि सक्छ। कसरी? वीरभद्रले अझै पत्याउन सकेनन्। ओमले बुझाउँदै भने, जसरी तिमी आँखा प्रयोग गरेर धेरै रङ छुट्याउन सक्छौ, त्यस्तै ध्यान दिएर हावालाई तह तहमा सुँघ्न सिक। जसरी तिमी आकाशमा उडिरहेको विमान हराउँदै गएको देख्छौ वा गरुड चरा टाढा जाँदा सानो बिन्दु जस्तो देखिन्छ, त्यस्तै गरी गन्ध पनि नजिकिँदै वा टाढिँदै आएको महसुस गर्न सकिन्छ। यो कुरा वीरभद्रले सिकेका सबै तर्क र विज्ञानभन्दा बाहिरको थियो। उनका मनमा अझ धेरै प्रश्न थिए, त्यसैले अर्को प्रश्न तुरुन्तै सोधे। तपाईँ दक्षिण भारतीय होइन, अनि तपाईँ यति सहज र शुद्ध तेलुगु कसरी बोल्नुभयो? ओम अचम्म परे। मैले तेलुगु कहिले बोले? दुवैजना एकअर्कालाई हेरेर अलमलमा परे। त्यत्तिकैमा डाक्टर श्रीनिवासन कोठामा पसे। संयोगवश डाक्टर बत्रा पनि उनीसँगै आए। डाक्टर बत्राले ओमतर्फ घमण्डी नजरले हेरेर बिस्तारै भने, सर, हामी तपाईँसँग कुरा गर्न चाहन्छौँ। हामी? श्रीनिवासनले सोधे। सबैजना सर। अहिले होइन, सत्रपछि लन्च ब्रेकमा कुरा गरौँ। हामी कुरा नगरी अर्को सत्र सुरु गर्दैनौँ, डाक्टर बत्राले जोड दिए। अरू टिम कहाँ छन्? श्रीनिवासन झर्किए। तपाईँको अफिसमा, हामी दुवैलाई पर्खिरहेका छन्, बत्राले भने। तनाव बढ्दै गयो। श्रीनिवासनले फाइल टेबलमा जोडले हानेर बत्रातर्फ लागे। बत्रा भने बाहिर निस्किए। श्रीनिवासनले फर्केर वीरभद्रलाई पछ्याउन इशारा गरे। वीरभद्र अनिच्छुक भए पनि पछ्याए। गार्डहरू ओमलाई निगरानी गर्न त्यहीँ छोडिए। त्यत्तिकैमा ओमले पछाडिबाट आवाज दिए, तेलको तापक्रम बढ्दैछ, अलिकति ढिला भयो भने काटिएका प्याज डढ्छन्। उनको अनुहारमा मुस्कान फैलिएको थियो। वीरभद्र श्रीनिवासनको पछि लाग्दै गए। अफिस छिर्नु अघि उनले भान्सातर्फ हेरे, जाँच्नका लागि। उनी अचम्पमा परे। तेल ततिरहेको थियो र छेउमै काटिएका प्याज राखिएका थिए। उनले तुरुन्तै प्याज तेलमा हालिदिए। त्यत्तिकैमा शेफ आइपुग्यो र उनलाई त्यहाँ देखेर छक्क पर्यो। वीरभद्र हतारिँदै बाहिर निस्किए। अफिसमा पुगेपछि श्रीनिवासनले सबैलाई उभिएको अवस्थामा भेटे। उनी सिधै आफ्नो कुर्सीमा बसे, घमण्डी शैलीमा। कोठामा तनाव स्पष्ट थियो। डाक्टर बत्राले सोधे, ऊ त्यो मान्छे को हो? तेज, तिमी यहाँ आफ्नो काम गर्न आएका हो, मलाई प्रश्न गर्न होइन, श्रीनिवासनले भने। हामीलाई थाहा पाउने अधिकार छ। हामी जससँग काम गरिरहेका छौँ ऊ को हो? बत्राले अडान लिए। श्रीनिवासन रिसाए। यहाँ तिमीहरूको कुनै अधिकार छैन, सबै अधिकार मसँग छन्। शाहिस्ताले बीचमा हस्तक्षेप गरिन्। सर, कृपया शान्त हुनुहोस्। हामीसँग अपूर्ण जानकारीका आधारमा केही अनौठा निष्कर्षहरू आएका छन्। हामी सबै अलमलमा छौँ। उनका शब्दले श्रीनिवासन केही शान्त भए। डराउनु पर्दैन, तपाईँहरू यहाँ सुरक्षित हुनुहुन्छ, उनले भने। वीरभद्रले सहमति जनाउँदै टाउको हल्लाए। डाक्टर बत्राले भने, हामी सुरक्षित हुन सक्छौँ, तर यदि ऊ आतंकवादी हो भने हाम्रो परिवार सुरक्षित नहुन सक्छ। ऊ आतंकवादी होइन, श्रीनिवासन गर्जिए। त्यो तपाईँलाई कसरी यकिन छ? बत्राले हार मानेनन्। किनकि मलाई थाहा छ, उनले संयम राख्दै भने। अझ के थाहा छ? बत्राले फेरि सोधे। श्रीनिवासन चुप लागे। शाहिस्ता अघि बढिन्। उनको काँध थिच्दै उनलाई बसालिन् र पानी दिइन्। अनि शान्त स्वरमा भनिन्, सर, हामीले केही तथ्य फेला पारेका छौँ जसले हामीलाई चिन्तित बनाएको छ। एलएसटी, कृपया जानकारी दिनुहोस्, एलएसटीले भनिन्।
सर, ओम शास्त्री भनेर चिनिने यो मानिसका देशभर विभिन्न पहिचानहरू छन्। कतै उनी आफ्नै बुबा, कतै आफ्नै छोरा भनेका छन्। उही अनुहार फरक नाम। उनका विभिन्न नाममा ब्याङ्क खाता र लकरहरू छन्, ठूलो रकमसहित। कानुनी रूपमा भने उनी सफा देखिन्छन्। हामीलाई शङ्का छ ऊ कुनै गोप्य सङ्गठनसँग सम्बन्धित हुन सक्छ। अर्को कुरा, ऊ सुभाष चन्द्र बोसलाई खोजिरहेका छन्, जुन राष्ट्रका लागि संवेदनशील विषय हो। डाक्टर श्रीनिवासन ध्यानपूर्वक सुन्दै थिए। शाहिस्ताले थपिन्, हिप्नोटिजमको अवस्थामा उनले प्राचीन समयका मानिसहरूको कुरा गरे। केहीले सोध्छन् ऊ आफ्ना सबै पुनर्जन्म सम्झन्छन्। केहीले ऊ स्प्लिट पर्सनालिटी डिसअर्डर भएको बिरामी हुन सक्छ वा कुनै गोप्य प्राचीन समूहको सदस्य। तर यीमध्ये कुनै पनि कुरा पूर्ण रूपमा मिल्दैन। कोठामा गहिरो सन्नाटा छायो। शाहिस्ताले अन्त्यमा भनिन्, सर, यदि तपाईँ चाहनुहुन्छ कि हामी तपाईँलाई सहयोग गरौँ भने कृपया तपाईँलाई जे थाहा छ त्यो हामीलाई पनि बताउनुहोस्। यो सुविधा केन्द्रको वास्तविकता के हो? हामीलाई यो मान्छे किन दिइयो? हामी यसबाट के निकाल्न सङ्घर्ष गरिरहेका छौँ? कृपया तपाईँलाई थाहा भएका सबै कुरा हामीलाई बताउनुहोस् सर। यसपटक डाक्टर बत्राको आवाज रिसभन्दा बढी असहाय सुनिन्थ्यो। सधैँझैँ डाक्टर श्रीनिवासनले आफ्नो अनुहारमा कुनै भाव आउन दिएनन्। उनले गहिरो सास लिए र तलतिर हेर्दै केही हिसाब गरिरहेका जस्तो देखिए। केही समयपछि उनले बोल्न सुरु गरे। ठिक छ, म तपाईँहरूलाई मलाई थाहा भएको सबै कुरा बताउँछु, तर त्यसअघि ओमले उल्लेख गरेका लकरहरूको विवरण ल्याइदिनुहोस्। एलएसटीले भनिन्, पहिले नै तयार छ सर, यहाँ छ। उनले तुरुन्तै कागज श्रीनिवासनलाई दिइन्, जसले त्यो वीरभद्रलाई सुम्पिए। वीरभद्र तुरुन्तै त्यो कागज लिएर बाहिर निस्किए। उनलाई थाहा थियो के गर्नुपर्छ। डाक्टर श्रीनिवासनले आफ्नो टेबलको भल्ट सावधानीपूर्वक खोले र केही फोटोहरू र कागजातहरू निकाले। उनले ती सबै डाक्टर शाहिस्तालाई दिए, जसले एक एक गरेर हेरेपछि अरूलाई देखाइन्। ती सबै फोटोहरूमा ओम शास्त्री फरक फरक रूप र पोसाकमा देखिएका थिए। प्रत्येक फोटोमा वर्ष र स्थान उल्लेख थियो। शाहिस्ताले पढ्न थालिन्। 1874 बनारस, 1882 हरियाणा, 1888 मद्रास, 1895 महाराष्ट्र, 1902 केरल, 1916 लखनऊ, 1930 सल्ट सत्याग्रह, महात्मा गान्धीको आन्दोलन, 1944 सुभाष चन्द्र बोसको फरवार्ड ब्लक, 1947 दिल्लीमा झण्डा फहराउने भिड, 1964 जवाहरलाल नेहरूको अन्त्येष्टि, 1984 इन्दिरा गान्धी, 1991 राजीव गान्धी, अनि 1998, 2001, 2005, 2010, 2011, 2012, 2013, 2014, 2015। डाक्टर श्रीनिवासनले सबैको अनुहार निहाल्दै भने, यी सबै मृत्यु प्रमाणपत्र र सरकारी कागजातहरू हुन्, जसले ओमले प्रयोग गरेका सबै नामहरूको मृत्यु पुष्टि गर्छ। तर एउटा ठाउँमा मरेपछि ऊ अर्को ठाउँमा जीवित देखिन्छ। अचम्मको कुरा, हरेक फोटोमा उसको उमेर उस्तै छ, न कम न बढी, झन्डै 40 वर्ष। उनी केही क्षण रोकिए ताकि सबैले कुरा बुझुन्। त्यसपछि गम्भीर स्वरमा भने, त्यसैले तपाईहरू यहाँ हुनुहुन्छ। तपाईहरू यहाँ म को हुँ भनेर सोध्न होइन, बरु उनीहरूको आफ्नै निर्णयमा। कृपया यस असुविधाका लागि माफी दिनुहोस्, शाहिस्ताले सौहार्दपूर्ण मुस्कानसहित भनिन्। त्यसपछि उनले एकजना गार्डलाई ओम शास्त्रीलाई शौचालयसम्म लैजान आदेश दिइन्। अब शाहिस्ता आगामी सत्रको लागि विश्वस्त थिइन्, किनकि ओमले उनीप्रति न त कुनै रक्षात्मक व्यवहार देखाएका थिए न त रुखो। गार्डले आफ्नो काम गरिरहँदा ओम फर्किएर भने, अर्को एउटा कुरा, म शाकाहारी हुँ। मलाई बन्दाकोबी मन पर्दैन, आलु र दाल चलेको हुन्छ। हरियो खुर्सानी र नुन छुट्टागिनुहोस्। उनले आफ्नो खानपानको शैली स्पष्ट पारे। शाहिस्ताले उनको कुरा पूर्ण रूपमा बुझिनन्, तर टाउको हल्लाइन्। त्यसपछि उनी ल्याबबाट बाहिर निस्किन्। डाइनिङ रुममा पुगेर मेनु हेर्दा उनी झस्किन्। त्यहाँ मासुका परिकारहरूका साथ 2 तरकारी, आलु र बन्दाकोबी परोसिँदै थिए। उनले आफूलाई सम्हाल्दै भनिन्, ओमका लागि मासु नपठाउनुहोस् र बन्दाकोबी पनि होइन, उनी त्यो खानुहुन्न। तिमीलाई कसरी थाहा? एलएसटी अचम्मित भइन्। उनले आफै मलाई भने, शाहिस्ताले जवाफ दिइन्। के भने? एलएसटीले फेरि सोधिन्। कि उनी शाकाहारी हुन्, बन्दाकोबी मन पर्दैन अनि हरियो खुर्सानी र नुन छुट्टै चाहिन्छ। सबैजना एकअर्कालाई हेरेर स्तब्ध भए, जबकि शाहिस्ता भने आफ्नो खाना खान थालिन्। एलएसटी गहिरो सोचमा परिन् र बिस्तारै भनिन्, उसले कसरी थाहा पायो कि आजको मेनुमा आलु र बन्दाकोबी छ? अझ यदि ऊ शाकाहारी हो भने उसले कसरी थाहा पायो कि मासु पनि पकाइएको छ? शाहिस्ता खाना खान थालेकै बेला रोकिन् र सोच्न थालिन्।